धन्यवाद सर, सञ्चालकज्यू। यस सभाको सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण तथा सम्पूर्ण विद्यालयबाट पाल्नुभएका संस्थापकज्यू, प्रज्यू, शिक्षक शिक्षिकाज्यू, सञ्चारकर्मीज्यू, सुरक्षाकर्मीज्यू तथा सहभागी भाइ बहिनीहरू र हाम्रो यो निमन्त्रणा स्वीकार गरेर यहाँ पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा म आफ्नो व्यक्तिगत तर्फबाट तथा नेसनल पेप्सनको तर्फबाट सबैलाई न्यानो अभिवादन गर्दछु र सुस्वागतम 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 गर्दछौँ हामी। आज मिति 2082 साल फागुन 13 गते बुधबारको दिन नेसनल पेप्सनले आयोजना गरेको T20 नकआउट क्रिकेट टुर्नामेन्ट 2082 सालको उद्घाटन समारोहमा हामी उपस्थित भएका छौँ। खेल मात्र प्रतिस्पर्धाको लागि हुँदैन, खेलले चाहिँ विद्यार्थीमा अनुशासन, सहयोगको भावना र नेतृत्वको पनि विकास गर्छ र विद्यार्थीहरूमा यो आजको प्रतियोगिताले खेलप्रतिको रुचिलाई पनि अभिवृद्धि गर्नेछ भन्ने आशा राखिरहेको छु। त्यस्तै हाम्रो यस कार्यक्रमलाई सफल पार्नको लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएको सम्पूर्ण महानुभावहरूमा म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु। यस कार्यक्रमको अवधिभर तपाईहरू रहेर यो कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुनेछ भन्ने आशा पनि राखेको छु। सँगैसँगै सहभागी सम्पूर्ण टिमहरूलाई उत्कृष्ट प्रदर्शन गर्नको लागि पनि शुभकामना व्यक्त गर्दै म आफ्नो स्वागत मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद।